नेपाल विद्यार्थी समाजका सचिवज्यूलाई म मञ्चमा आमन्त्रण गर्न चाहन्छु। हाम्रो अतिथिको आसन ग्रहण क्रममा मनोज कुमार सुब्बाज्यूलाई पनि मञ्चमा आएर आफ्नो अतिथिता आसन ग्रहण गरिदिनुमा म हार्दिक अनुरोध गर्न चाहन्छु। जुन चाहिँ अहिले नाचिरहेको सिन छ यस सिनलाई जसी हुकुम सिन भन्ने गरिन्छ। यो चाहिँ हाम्रो स्याहार पिताको पूजाको अन्त्यमा हाम्रो घरमा सुरु हुने भनिन्छ। सुरु भनेको के भन्ने अर्थ लाग्छ भन्दाखेरि सह भन्ने अर्थ लाग्छ। सह हुने कार्यक्रमपछि यस सिनले चाहिँ सुखदसँग घर परिवारलाई सुखद रहोस् भनेर सङ्केत दिएर सुरु हुने काम गरिसकेपछि विदाई हुनका लागि बजाइने यो सिन हो। मौलिक सांस्कृतिक नीति अनुसार यसलाई चाहिँ हाम्रो जुन चाहिँ गाउँहरूतिर बलि प्रथा गरिन्छ त्यो बलि प्रथा गर्ने बेलामा पुजारी पनि सँगसँगै यो सिनमा सहभागी भएर ढोल ढक्का बजाएर नाच्ने गरिन्छ।